सँगसँगै हैन खोइ तेरो भाइ कता गयो ए क्यामेरा पनि के कुन ठाउँ रे एन्जे भन त योङलङ पार्क हो ल है गाइज आज चाहिँ होलिडे योङलङ पार्क घुमघाम हल्का रमाइलो यहाँहरू पनि सबै पार्कमा फ्रेस हुन आइरहेको छ यसो कहिलेकाहीँ छुट्टी हुन्छ त्यति बेला चाहिँ दिमाग फ्रेसको लागि चाहिँ पार्कमा यो चाहिँ हङकङको योङलङ पार्क भन्ने ठाउँ है जम्प गर त जम्प गयो ए बेबी स्लोली स्लोली नि स्लोली ल त्यसो भए यताबाट खिच्छु नि तिमीलाई स्विङ जाने हो क्या अब ल है योङलङको योङलङ पार्क एकदम रमाइलो ठाउँ माइक यहीँ छ त किन यति काटो भन्छौ तिमीले भिडियो खिच्यौ भने ल Seguro. ल छोराछोरी चाहिँ यहाँ पुगिसकेको रहेछ छोरी चाहिँ छोरो दौडेको दौडे एन्जे त आउनु हो यहाँ फुलमा भिडियो बनाइरहेको छु के को फोटो हो र ल कहाँ दौड्यो फेरि स्विङ खेल्न जाने भनेको होइन एन्जी हो मैले स्विङ नखेल्ने खोइ मम्मी कता आयो त नि यता फ्लावरतिर आऊ त बेबी फ्लावरतिर आऊ न आउँदैछ त मम्मी ल है अब घुमघाम गरेर चाहिँ फर्किने क्रममा ए स्लोली स्लोली लोड चाहिँ बिस्तारै हिँड्न भन ओए लोड चाहिँ झन् छोराछोरी खिचौँला भनेको खुटुत्तै दौड्यो मेरै खिच्यो एन्जी लोड चाहिँ उता पुगेछ हजुर तपाईँकै खिचेछु कसको खिच्नु त अनि
अझै अब मेरो नि खिच्नु पऱ्यो नि भयो पर्दैन ल है हामी फर्किने क्रममा होइन अब घरतिर यङलङ पार्क घुमघाम गरेर फर्किँदै क्रममा इङ्ग्लिस जान्ने मान्छे इङ्ग्लिस बोल्दैछ आफू त अब इङ्ग्लिस नजान्ने मान्छे होइन या दिँदैछ ल ल एक्सर्साइज गर त ल डेढी भिडियो बनाउँछ ल गर त ल एक्सर्साइज ल खोइ छिटो उताबाट यता फर्केर गर्न उताबाट जम गरेर ल लेट्स गो छोरा र छोरी छ होइन न फेरि अफ जान्छु भन्छ क्या जाने हो क्या भाइ घर फर्किँदै त हो त नि त्यो त बेबीको ल हेर्न त यो मिल्छ कि अट्छ कि अट्दैन I hope he's not stuck. पहिला त यो यहाँ बेबीको पिङमा हेर्छ लाइट त पनि बेबी लाइट I help you. Leg, down Put the leg. What's the leg? Oh, त यहाँ होल्ड गर्न hold here. Okay. I want to do. ओए ठोक्किन्छ स्लोली ओए ठोक्किन्छ स्लोली Hello. अरु केही गफ गर्न ह केही भन्न ह आज लायो. Say hello. Hello. Yeah. No. Okay. Like and subscribe, please.
बोल न बोल बोल न Is it doing it? Oh, here. Hello. We are going home now. नेपालीमा भन त नेपाली म घर जाँदैछु कुन ठाउँ हो यो यन्नुङ पार्क हो कस्तो लाग्यो त यहाँ नाइस भेरी नाइस कति राम्रो हो यो टुलहरू राम्रो लाग्यो राम्रो लाग्यो अनि तिम्रो चाहिँ नेपालको फेभरेट चाहिँ के हो नेपालको चाहिँ फेभरेट तिम्रो के भयो अब बाबाई गर त यहीँ बस बाई गाइस आज चाहिँ हुङलुङ पार्कको घुमघाम भिडियो है गाइजहरू जे जस्तो भयो नि हेरिदिनु होला एन्ड लाइक एन्ड सब्सक्राइब गरिदिनु होला धन्यवाद